तीनवटा बानी जसले तपाईलाई भित्रभित्रै कमजोर बनाउँछ। मैले पनि यी चिजहरूलाई बिस्तारै कम गर्दैछु, सिक्दैछु र तपाईहरूको माझ सेयर गर्दैछु। यो बानी त्याग्न सकियो भने तपाईहरूको भविष्य सुन्दर हुनेछ। म हरेक दिन आफूलाई अपग्रेड गर्दैछु। तपाईहरूसँग म मेरो भोगाई सेयर गर्दैछु, केही कुरा सिक्दैछु र केही जानेका कुराहरू सिकाउँदैछु। मेरो यो सङ्घर्षको यात्रामा जोडिन चाहनुहुन्छ भने फलो गर्न चाहिँ नबिर्सिनु होला। अब हामी टपिकमा आउँ। नम्बर 1, रिस एउटा यस्तो चिज रहेछ जसले मान्छेलाई जहिले पछाडि मात्रै धकेल्दो रहेछ। आफूलाई केही मन पर्दैन भने, कसैले भनेको कुरा चित्त बुझ्दैन भने मौन बस्दिनुस्, तर तुरुन्तै प्रतिक्रिया दिने गल्ती चाहिँ नगर्नुहोस्। रिसले मान्छेलाई अपरिपक्व देखाउँछ र प्रोग्रेसमा चाहिँ यसले ठुलो बाधा पुर्याउँछ। नम्बर 2, आफ्नो गलत ह्याबिट चेन्ज गर्न नसक्नु। गलत ह्याबिटबाट हुने बेफाइदाको ज्ञान हुँदा हुँदै पनि त्यसलाई नजरअन्दाज गर्नु जस्तो ठुलो मूर्खता र आफ्नो जीवनसँगको खेलबाड अरू कुनै पनि हुन सक्दैन। परिवर्तन सजिलो त छैन, तर यस्तो बेलामा आफूलाई थोरै पुस गरेर भए पनि गलत ह्याबिटहरू चाहिँ चेन्ज गर्नु नै उचित हुन्छ। र नम्बर 3, अर्काले मलाई बुझिदिन्छ सोच्नु र आफ्नो फिलिङ र इमोसन चाहिँ अर्काको भरमा छोड्नु। हेर्नुहोस्, तपाईलाई बुझ्ने र तपाईलाई माया गर्ने मान्छे भनेको मात्र तपाईँ हो। जति छिटो आफूलाई बुझ्न सकिदो रहेछ नि, लाइफको बारेमा चाहिँ त्यति नै धेरै क्ल्यारिटी आउँदै जाँदो रहेछ। त्यो मैले पनि फिल गरेको कुरा हो। देश छोडेर विदेशमा काम गर्दै गर्दा धेरै कुरा देखियो, बुझियो, भोगियो। म यसरी नै मैले बुझेका, भोगेका, जानेका कुराहरू सेयर गर्दै जानेछु। फलो गरेर जोडिनु होला। धन्यवाद।